यहाँ चाहिँ ए मेरो साथी वी आर माई बेस्ट फ्रेन्ड होइन हामी दुई चाहिँ एकदम लुक एट माई हेड अलिअलि अङ्ग्रेजी आउँछ होइन ठुटे हामीलाई त्यति बेरै नहोला तर हामी यसरी गर्छौँ उसले मलाई हेल्प गर्दैछ अब हामी जान्छौँ मैले खुर्पा समाएको छु अब यहाँबाट हाम्रो दाई पारी हुनुहुन्छ दाईहरू काम गर्दै हुनुहुन्छ पारी अब दाईको खेती चाहिँ राम्रो छ यो पछाडिको भागहरू हेर्नुभयो भने यो चाहिँ सिमेन्ट फ्याक्ट्रीले त्यो ढुङ्गा चाहिँ लग्यो अहिले चाहिँ काम बन्द छ नत्र टाङटाङ टुङटुङ धेरै हुन्थ्यो अलिक शान्त छ वातावरण ए यो पछाडिको एरिया चाहिँ हाम्रो दाइले गर्नुभएको खेती टन्न छ यहाँ त्यत्रो कागती लगाउनु भएको छ पाहाडतिर भैँसी बाँध्ने अनि यतातिर तरकारी लाउनु भएको छ है यहाँबाट हामी खुर्सानीका बिनीहरू पनि टन्नै आइरहेको रहेछ त यहाँ यसरी दाइहरूको खेती यहाँ दाइ तपाईँ भिडियो पनि ल्याएको ठिक गरिस् दाइ चाहिँ काम गरिराख्नु भएको छ अघिबाट हो यहाँ यत्रो खेती गर्नुभएको छ दाइको आगामी लक्ष्य के छ त्यो पछि नै सोधौँला अहिले यहाँ हेर्ने हो भने यस्तो पुरा बुटा रङ्गाएर भइरहन्छ यो दाइको खेती हो यहाँ चाहिँ यति धेरै गर्नुभएको छ मेहनत धेरै गर्नुभएको छ रङ्गाउनुको विशेषता अलग छ भन्न यो चाहिँ खास गरी यो डाँठमा चाहिँ अब लागेको कारणले गर्दा रङ्गाउनु भएको छ भन्नु त डाँठमा के भयो रोग लाग्यो दाइ रोग लाग्यो त्यो फुटी जस्तो निक्लिएको कारणले गर्दा नि ए त्यो रोग नै हुने रहेछ त्यसमा ठिक छ यो खास के हो दाइ यो कलर हो कि यो के हो यो यस्तो पनि चुना हुन्छ यो त कृषि ज्ञान केन्द्रको दिनमा चुना भयो ए धेरै कति सय बिउनी लगाउनु भएको छ यो के अरे कागती सुन्तल लगाएर लगभग 300 यो कति रोपनीमा लगाउनु भएको छ यहाँ यो सबै त जग्गा पर 5 रुपियाँ छ यार हजुर लगभग 4.5 रोपनी लगभग भनौँ यतिमा छ यसमा त टमाटर पनि लगाउनु भएको छ दुःख लास्टै गरिरहनु भएको छ फर्मसम्म दर्ता त गर्नु भएन होइन दाइ ल आफ्नै लगानीमा यहाँले यस्तो गर्नुभएको छ खासमा धेरैले अर्काको आश गर्छन् तर यो आश चाहिँ प्रविधिमा उहाँ हुनुहुन्न हामी नै के गरौँ भन्ने हिसाबले चाहिँ यसरी लाग्नु भएको छ यहाँ चाहिँ थुप्रै ठाउँ हेर्न सकिन्छ बाउ छोराले गर्नुभएको छ अब खासमा योगदान चाहिँ दाइको उमेरले अलिकति पाको भए पनि गर्नुपर्छ भन्ने धारणा उहाँको छ यहाँबाट हेऱ्यो भने म तपाईँहरूलाई देखाउँछु पुरापुर तलैसम्म छ यहाँ चाहिँ सबै कलरिङ गरेर राख्नु भएको छ तर यहाँ जङ्गली दुम्सीको हैचाइ छ भन्ने छ दुम्सीहरूले एकदम सताएको भन्ने छ अब कति छ यहाँबाट हेऱ्यो भने देख्न सकिन्छ यो चाहिँ यहाँ आएको बेला म यसो छोपिहालौँ भनेर छोपिएछ ढोको छ यहाँ पुरा यहाँ तयारी सामानहरू यही राख्नु भएको छ ढोकोसँगै यो पुरा खेतीको यो कलरिङ गरिरहेछ यो हरियो चाहिँ देखिने हो तपाईँ त यो सानो सानो देख्दा छ तर मेहनत चाहिँ धेरै लागिसकेको छ अब फल्ने बेला भइसक्यो यहाँबाट देख्न सकिन्छ जहाँ अब यस्तो गर्नलाई उहाँ पहिलादेखि लाग्नु यो सानो सानो बुट्टा पनि यो यहाँ कलमी जोड्नु भएको रहेछ यो कलम जोड्नु भएको छ यो नासपति पनि यसरी ट्याक्क जागेको छ यहाँबाट देख्न सकिन्छ यही गरे के हुँदैन जस्तो लाग्छ उहाँहरूले जुन गर्नुभएको कामप्रति स्यालुट चाहिँ गर्नैपर्छ यहाँ चाहिँ यसरी हेर्न सकिन्छ है त यो किबी पनि लाउनु भएको रहेछ अब यहाँ चाहिँ काफलका रुखहरू यति धेरै छ काफलहरू पनि पाउँछ यता वरपर सामान्य अलैँचीहरू पनि रोप्नु भएको रहेछ
ल मैले यति देखाएँ तपाईँहरूलाई फेरि पनि अरू यस्तै कर्म गर्ने व्यक्तिका कुराहरू लेख्नेछु ल्याउनेछु बाँकी फेरि पनि जोडिन्छु आज उहाँलाई अलिकति व्यस्तताका कारण धेरै कुरा गर्न सकेको छैन पछि फलिसकेपछि उहाँसँग मैले कुरा ल्याउनेछु